बालेन शाहको कालीकोट भ्रमण, कर्णालीका सुइना अब हाममा सुइना। यो आवाज बज्यो, घन्टी बजेन, खै घन्टी खै। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर 5 का प्रतिनिधि सभा सदस्य प्रत्यक्ष उम्मेद्वार बालेन्द्र शाह बालेनले हिजो मात्र कालीकोट भ्रमण गरेका छन् र उनले भ्रमणको क्रममा कालीकोटको मानमलाई पृष्ठभूमिमा राख्दै एउटा फोटो खिचेका छन्। त्यो फोटो फेसबुक मार्फत सार्वजनिक गर्दै उनले स्ट्याटसमा लेखेका छन्, कर्णालीका सुइना अब हाममा सुइना। उक्त स्ट्याटसले उक्त एउटा लाइनले धेरै नै अर्थ राखेको छ र कर्णालीका समस्या, कर्णालीका पहिचान र कर्णालीका आवाज अब हाम्रा पनि आवाज हुन् र कर्णालीका आवाज र कर्णालीका समस्या अब तपाईले स्वयं आफैले पनि व्यक्त गर्ने बेला आएको छ र आफैले पनि ती आवाज र ती मत जाहेर गर्ने व्यक्तिलाई चाहिँ नै तपाईले आफै पनि सपोर्ट गर्नुपर्ने बेला आएको छ भन्ने चाहिँ अर्थ एक ढङ्गले राखेको देखिन्छ। र त्यसै गरी उनले कालीकोटको मान्म बजारमा गएर घन्टी हल्लाउँदै हात हल्लाउँदै मात्र आएको र प्रतिपक्षमा रहेका दलका समर्थकहरूले भने स्टनबाजी मात्र गरेको, केही नबोलेर कालीकोटवासीले मत दिनेवाला छैनन् भन्दै गर्दाखेरि यति बेला कालीकोटबाट राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधि सभा सदस्यका प्रत्यक्षतर्फका उम्मेद्वार प्रकाश नेउपानेले भने 3500 मतान्तरले हामी चाहिँ विजय गर्छौँ र सुनिश्चित छ भन्दै दाबी गर्नुभएको छ। हामी करिब 3500 मतान्तरले विजय गर्छौँ। विजय चाहिँ हुन्छौँ नै, अन्त मतान्तर 3500 भन्दा माथि नै हुनेवाला छ। यो पटक कालीकोटमा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले घन्टी बजाउने स्थिति प्रबल छ। बज्छ घन्टी, यो आवाज बज्यो, घन्टी बजेन, खै घन्टी घन्टी खोइ कहाँ हरायो घन्टी? त्यति बेला मनमा बजाएको छ, विपक्षी पार्टीका मनमा बजाएको छ, कानमा बजाएको छ र आगामी प्रतिनिधि सभाको संसदमा पनि घन्टी बज्छ। र यसले गर्दाखेरि के कालीकोटमा आज देखिएको बालेन समर्थकको लहर हो कि राष्ट्रपा समर्थकको अथवा घन्टी समर्थकको लहर हो? के कालीकोटबाट घन्टी बज्छ? के कालीकोटबाट प्रकाश नेउपानेले 3500 मतान्तरले विजय हुन्छन् त? तपाईले के लाग्छ? आफ्नो राय र मत जाहेर गर्नुहोला र हाम्रो भिडियोलाई अन्त्यसम्म हेर्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। र भिडियो मन परेको खण्डमा लाइक, शेयर, कमेन्ट गर्न यो फेसबुक एकाउन्टलाई फलो पनि गर्न नभुल्नुहोला। धन्यवाद।